नमस्ते सम्पूर्णजनालाई। म सागर जोशी नेपाली एजुकेसन सिस्टमबाट तपाईँहरूको चाहिँ धेरै प्रश्न चाहिँ मलाई सोध्नु भएको थियो र धेरैजना व्यक्तिले मलाई फोन गर्नुभएको थियो। सर, हामीले दुइटैमै भर्यो भने के हुन्छ, हामीले तलब चाहिँ कस्तो पाउँछौँ? त्यसै साथीहरू, तपाईँहरूले दुइटामा चाहिँ भर्न सक्नुहुन्छ। यदि तपाईँ ब्याचलर पास हुनुहुन्छ भने दुइटैमै भर्नु होला। यदि +2 पास हुनुहुन्छ भने चाहिँ एउटैमै भर्न सक्नुहुन्छ है। दुइटामा भर्यो भने के फाइदा हुन्छ भने दुइटामा भर्यो भने तपाईँहरूलाई फोन आउँछ। फोन आयो भने तपाईँको सुपरभाइजर अथवा गणक भन्ने दुइटामा एउटामा तपाईँको सेलेक्सन हुन्छ। तलब चाहिँ एउटैकै पाउनुहुन्छ, कि सुपरभाइजरको पाउनुहुन्छ कि गणकको पाउनुहुन्छ है। अनि यसको लागि तपाईँले केही पनि अप्ठ्यारो परेपछि कुनै पनि तपाईँले नबुझेको कुरा तपाईँले हामीलाई कल गर्न सक्नुहुन्छ। हाम्रो नम्बर रहेको छ 9866108205 र साथीहरू, सुपरभाइजर र गणकको लागि चाहिँ दुइटैमै भर्नु होला। दुइटामा भर्यो भने तपाईँको फाइदा नै हुन्छ, कि तपाईँको सुपरभाइजरको लागि सेलेक्सन हुन्छ अथवा गणकको लागि सेलेक्सन हुन्छ। सुपरभाइजरको लागि तपाईँहरूले ब्याचलर पास हुनु पऱ्यो, गणकको लागि चाहिँ +2 पास हुनु पऱ्यो। आजको लागि यति नै साथीहरू। अब थप जानकारीको लागि हामी चाहिँ नेक्स्ट भिडियोमा चाहिँ तपाईँलाई एभाइलेबल गर्नेछौँ। धन्यवाद।